everyone, good morning, welcome to my new video. फेरि नयाँ भिडियो लिएर आइसकेको छु. Hello Ravi sir, good morning. How are you? I'm good. हिजोको vlog हेर्नुभयो? अब हेर्ने ब्रेकमा कता जाँदै हुनुहुन्छ आज? म आज चाहिँ हाम्रो के छ भन्दा यही सुट छ अफिसमै. तपाईले हिजोको vlog हेर्नुभएको छैन भने प्लिज गएर हेरिदिनु होला, लाइक गर्नु होला, शेयर गर्नु होला. सो आज के कस्तो हुन्छ म तपाईलाई त्यो पनि देखाउने छु. सो त्यही हो, आज चाहिँ हाम्रो यही सुरु हुँदैछ. मैले मेरो कफी लिएको छु अनि म चाहिँ त्यहाँ सेटमा जाँदैछु. घाम चर्को लागेछ मेरो आजको. टुरुक 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 खै अनुहार चाहिँ यहाँनिर सुट हुन आँटेको छ आज, इन्डोर सुट. तपाईहरूलाई पनि इफ हलहरू चाहिएको छ सुट गर्नको लागि अथवा प्रोग्राम इभेन्टहरू गर्नको लागि भने चाहिँ तपाईहरूले हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ लाइफ मिडियामा. यहाँ चाहिँ हाम्रो हल छ. यु गाइज क्यान रेन्ट होइन, आवरली बेसिसमा अथवा डे बेसिसमा होइन गर्न सक्नुहुनेछ. अनि त्यही हो, यस्तो छ हाम्रो चाहिँ यहाँको नजरिया त्यस्तो छ. अब सायद यहाँ अब के अरे घरभित्र कोठाभित्रको सेट आउँदै होला, बन्दैछ. अनि त्यस्तै छ हाम्रो. यस्तो छ यहाँ, यस्तो छ यहाँ. सेटअप हुँदैछ. यहाँनिर हाम्रो अरुण दाइको गोप्रो हुँदैछ. अनि अरुण दाइको ब्लग पनि हेर्नु होला. म चाहिँ चेन्ज गरेर आउनुपर्ने भयो किन भन्दा मेरो फर्स्ट भाइको छ सुट, त्यसपछि मेरो छ. अनि सौरा है, म चाहिँ गएर चेन्ज गरेर आउनुपर्ने भयो किन भन्दाखेरि चाहिँ पहिला भाइको सुट हुने भयो. भाइको सुट हुन्जेलसम्म मेरो कुर्ता 4 हुन्छ. अनि त्यसपछि मेरो सुरुमा अर्को सिन रहेछ जुनमा चाहिँ म घरमा सुतेको अवस्थामा हुन्छु. अनि त्यसमा चाहिँ मेरो नर्मल ड्रेस चाहिने भयो. सो पहिला म त्यो ड्रेस लगाउँछु अनि बल्ल त्यसपछि कुर्ताको सिन रहेछ. सो फाइनली मैले लुगा चेन्ज गरिसकेँ मेरो अर्को आउटफिटमा. अनि फर्स्ट सिन चाहिँ मेरो यो आउटफिटमा छ, त्यसपछि चाहिँ मेरो अर्को कुर्ताको आउटफिट छ. सो त्यही हो, लेट्स गो. म चाहिँ कफी अझै सिद्धिएको छैन. म अघि ड्रेस चेन्ज गर्नु गएको भएर. अच्छा इतना ही है. अच्छा इसमें हम ट्राइपॉड में करेंगे. हाँ इंडोर है. अभी खा के हम ऑर्डर करेंगे. मेरा इंडोर अब इसको सब आउटडोर में क्या है बसने वाला है. नहीं आउटडोर में ऐसा हिम के वो लोग को हेल्प करना है. हेलो ऐसा ऐसा आउटडोर हम किधर जाएंगे आउटडोर के लिए? आउटडोर और बाकी नहीं के यहीं की चौक मार की. ओके ठीक है. ये सभी फिर से बोलो, क्या बोलना चाहते हो आप? वो उन लोगों का है ना, रिजाल प्रॉपर्टी, रिजाल समथिंग एजेंट. रिजाल को तो बहुत चीज है. ब्रोकर एजेंट. रिजाल इंटरप्राइजेस है. रिजाल को नाम किन है? कस्तो निन्द्रा लाग्यो? राति सुतेन होला. सुतेको जाउँ न मेरो आन्टीको ल्याएर. छैन मैले याद गरेँ. बरु दिन नभन न हौ तेरिका कस्तो छैन भन्ने. म एकचोटि कल गर्छु, त्यस्तो कल गर्छ साथीहरू. फाइनली हाम्रो सुट सुरु हुँदैछ फर्स्ट सिनको लागि. त्यसपछि घुम्न जाने बेला यस्तै कपडा लगाउनु होला कि ड्रिप कपडा. केटा जस्तै भएर केटा जस्तै. किन म दिदीलाई लिएर हिँड्न मन लाग्दैन? केटै चाहिन्छ तिमीहरूलाई? हजुर हामी भाइ जस्तो लाग्छ, दाइ जस्तो लाग्छ. म यसलाई के बुझौँ के यो कुरालाई मैले कसरी लिऊँ होला?
सिमेट्रिकल कस्तो जिब्रो नपऱ्यो सिमेट्रिकल यो लाइन छ अनि सबैभन्दा ठुलो यो बेड है सो यो बेड यो लाइनिङ चाहिँ यो देखिरहेको छु म एकदम मैले फ्ल्यास बालिदिएको छु आइफोन हो नि त किन तपाईँलाई कालो हुनुमा गर्व लाग्दैन मेरो मोबाइलले त यसो हजुर तिमीलाई क्यामेरा के अरे यस छोड दो वो बारिश ही यूज कर लो वो बारिश का पानी आउटडोर खिचेंगे हम बारिश में भी खिचेंगे समस्या नहीं है। ल भन्नु त तिमीलाई मोबाइल पकाउन कसले सिकायो भने त भ्लग गर्न अरुण दाइले अनि? मेरो प्यारो दाइले चाहिँ मैले नयाँ फोनबाट भ्लग गर्दैछु होइन डेमो ल गाइस यहाँ हेर्नु है हाम्रो बुनेले डेमो खतरा देखाउँछ ल मेरो बिल ल इक्जाम्पल है अघि होइन हामीलाई फेरि आफैलाई यतिको चाहिँ हुनु कसरी समाउने होला कसरी गर्छ होला यता र यता भन्थेँ कि मैले सुरुमा हेर अब बल्ल जान्ने मैले नि त्यस्तो होइन जस्तै यो तिम्रो भयो अनि उता गरेँ त्यस्तो यसको क्रेडिट चाहिँ अरुण दाइलाई नै जान्छ ए त अरू के अरे फ्रान्सिस द ब्लगर पुरान अराउन्ड ल त्यस्तै छ साथीहरू अब आज चाहिँ हाम्रो खै आउटडोर सुट त के गर्ने होला पानी पो पर्नु आँट्यो गएस चाँडै पिओभी अहिलेलाई चाहिँ पिओभी अब पछि होइन जे पनि हुनसक्छ यो होइन चेन्ज हुनसक्छ किनकि मेरो च्यानलको नाम चाहिँ खासै देखाएर छैन तर अस्मी रिजाल एन्ड मी चाहिँ चाँडै कोलाबोरेटिङ हाम्रो आउँदैछ भन्नु त फुल वर्ड भन्नु त कोलाबोरेटिङ होइन हामी पश्चिम गएर छु तिम्रो त हामी म चाहिँ आश गर्दिनँ अब तिमीलाई त मैले कति भने त्यति बरु म आफूलाई ऐना हेरेर भनेको मैले खतरा भइसक्यो होइन ठिकै छ आजको सुटको अरू भ्लग पनि हाम्रो दाइकोमा हेर्न सक्नुहुन्छ यो फेरि त्यो चाहिँ अर्को च्यानल त्यो चाहिँ अर्को च्यानलमा आउँछ त्यहाँ चाहिँ फेरि यहाँ नदेखिएको कुराहरू देखिन्छ फेरि म चाहिँ मल्टी मिलिनियर नभए पनि मल्टी च्यानल होल्डर यत्तिको चाहिँ हुनुपर्छ है यतिको चाहिँ हो। ल लेट्स गेट ब्याक टु वर्क अनि त्यसपछि अहिले खाजा खाने बेलामा भेटौँला है त ल अस्ति लाइफ मिडियामा यहाँनिर डोरी बाँध्ने चाहिँ हाम्रो सन्दीप सर हुँदो रहेछ ल के गर्नुभएको रे त्यो दिन होइन यहाँनिर अब यो मान्छे बस्ने हो यो गाईको गोठ जस्तो बनायो केटाहरूले बाइकहरू सबै राखेर नि मेरो बादा लोन त भनेर दाम्लोले पुरै बाँध्ने यहाँ पुरा इन्भेस्टिगेसन भइरहेको थियो कसले बाँध्यो भन्दै ए ल हाम्रो खाजा नि आइपुग्यो अब हामी खाजा खान्छौँ आउनु हुँदा यति खाम बाँडेर सो हामी अब खाजा खान्छौँ त्यसपछि सुट स्टार्ट हुन्छ त्यही त अनि सबजनाले कसले बाँध्यो तैँले हो होइन रवि सरको त्यहाँ उसको वर्णवास भएको ल हामी बसेर खान्छौँ आजभोलि त फेरि भ्लगै भ्लग कन्टेन्ट अब के भन्नु नयाँ फोनमा कन्टेन्ट छ अब के गर्नु होइन आफ्नो तपाईँ यता आउनु न यता नयाँ फोन आएदेखि त भ्लगै भ्लग छ के भन्नु आफ्नो भने 315 देखि कटेकै छैन 25 देखि कटेकै छैन गाइस गएर सेयर के अरे सब्सक्राइब गर्नु पर्यो कि मेरो च्यानललाई पनि भएन हाई एभ्रिवान मेरो एउटा सिन छिट्यो अनि त्यसपछि अब मेरो ब्याक टु कुर्ता सिन अब मैले मेकअप गरेको खिच्नु पर्ने छ मेरो सामान यहाँ छ अनि त्यसपछि चाहिँ अनि हामी खिच्छौँ गर्मी त अम्बो सानो गर्मी छैन त अनि आज त हाम्रो फ्यान कहाँ गयो हाम्रो अफिसको फ्यान ल अब हामी ब्याक टु सुट सी यु गाइज जो क्या था फ्रांसिस भैया जो क्या ए वो मेंढक वाला जो जो गएर त्यो चाहिँ पाको हामी चाहिँ पाक खाएको त्यो कुरा चाहिँ गरेको हँसे भाइ हामी भी मेंढक ऐसा वाला नहीं है भाई हम करेंगे हम खाए कोई क्या है वो पता नहीं था ना तो हमको नहीं मालूम था इसलिए हम वो खाए तो वो आप भी के लिए वो जोक बन गया क्या कर सकते हैं हम कभी भी ये वो नहीं सुना था वो जोक बन गया ना आपसे आप बन गया वो मैंने जोक नहीं बनाया है हमको मालूम तो वो बन गया आप क्या ठीक कर है। सकता हूँ मैं बहुत खुशी बनमास बहुत खुश है आज का चमक है बाल ऊपर करो बाल ऊपर खुशी को मत भूलना टेम्परेरी खुशी के लिए परमानेंट खुशी खुसी को मत भूलना सो हाम्रो अब आउटडोर सुट बाँकी छ यता हिरो उप्स ब्रेक टेस्ट होइन अहिले यहाँ फेरि कुर्दा गुरुबा बल्ल आइपुग्नु भयो
गुरुबा तपाईँले नि ज्याकेट दोकान टी सर्ट सब पहिलो हुन्छ भइहाल्छ उहाँ चाहिँ हाम्रो आजको म्युजिक भिडियोमा एकदम अघिको सस्पेन्स रोल छ त्यो ठुलो बाइबल गुरुबालाई चाहिँ यो बाइबल सपोज तिम्रो भित्रबाट ब्यागहरू ल्याऊ ब्यागहरू लिएर आउने तिम्रो अनि मैले फोन गरेँ आशिषको फोन उठेन अनि तिमीलाई गर्दा त हामी ऱ्यापअप गऱ्यौँ भन्यो हिजो हो नि कार्यक्रम त 5:30-6 बजीसम्म भएछ नि त्यहाँ खाना खाँदा 6:30 भएछ भित्रको रिफ्लेक्टर पनि आजभरि चर्च जाँदाखेरि मान्छेहरू बाइबल बोल्छ कपाल पनि भिजाएर हेलो लगेर हाई त्यस्तो राम्रो देखेको रोलिङ अस्मी आउँदैन ल एक्सन ल अस्मी अब एक्सन पनि आउनु है डाइरेक्टर साहब हुँदैछ ल रेडी ल गुरुबा रेडी ल क्यामेरा रोलिङ एक्सन बाई बाई ल सल्लाह मिल्यो चाहिँ हाम्रो सुट सकिसकेपछिको लास्टमा कोकको सट्टामा हामीले चाहिँ यो खाँदैछ कोक पनि खाने होला नि त होइन कोक चाहिँ अरुण दाइले खुवाउनुहुन्छ अरे आज हामीलाई ए सरी मैले त कोक खान छोडिदिइसकेँ ट्रिपभरि कोक खाँदैन एउटा हजुर कोक नखायो भने त खानु स्प्राइट ठुलो खालको टम्लर छ चिसो पानी हाल्ने अफिसमा त है उता त कोक कहाँ छ त्यो यो चाहिँ हाम्रो लाइभ मिडिया ठुलो खालको हामीले भित्रबाट बोक्दैन कफी हाल्नु हो त्यो ठुलो खालको हो गर्मी छैन हाम्रो आजको सुट सकिसकेको छ अनि हिजो र आजको सुट गरेर हाम्रो चाहिँ 2 दिन मात्र होइन हाम्रो अगाडि पनि धेरै अगाडि हाम्रो सिङ्गरको चाहिँ सुट भइसकेको थियो सो हाम्रो 3rd सङको चाहिँ सुट कम्प्लिट भएको छ अनि इट वाज अमेजिङ धेरै मजा आयो रमाइलो भयो बिहान एकछिन चाहिँ एकदमै टायर्ड भएको थियो बट देन इट वाज फन इन्जोइङ इट वाज फन अनि रमाइलो भयो थ्याङ्क यू फर वाचिङ द भिडियो कस्तो लाग्यो प्लिज कमेन्ट गर्नु होला अनि लाइक गर्नु होला सेयर गर्नु होला सब्सक्राइब गर्नु होला है त सी यू गाइज इन नेक्स्ट भिडियो थ्याङ्क यू फर वाचिङ स्टे ह्याप्पी स्टे हेल्दी स्टे ह्याप्पी बाई बाई